चाहिँ गाइस हाम्रो गाउँ चाहिँ यस्तो छ है। खेतहरू रोप्दैछ। हाम्रो गाउँको नजारा चाहिँ यस्तो छ है। भाउजूलाई पनि देखाइदिउँ अलिअलि। ऊ हेर्नु नि त के पऱ्यो नाम जिमी जेमी यस्तो छ है। घरबाट चाहिँ रोडमा पुग्नु चाहिँ 2 किलोमिटर लाग्छ। 2 किलोमिटर हिँड्नु उकालो। आज त घाम लागेको छैन, एकदम शीतल शीतल एकदम राम्रो भएको छ। ओ बडा धान रोप्दैछ है। ओ भाइ उभिरहेको छ, धान रोप्दैछ। हेर्नुहोस् है, रोपिनु सकेछ है, सक्नु आँटेछ है। हाँस्दैछ। हाम्रो गाउँ चाहिँ बस्ती हो कि, हेर्नुहोस् है साथीहरू, तर राम्रो छ है हाम्रो गाउँ। मजा आयो। बस्ती भन्नु मात्रै हो नि, बस्तीमा पनि यस्तो ठुलो ठुलो घरहरू छ नि, फेरि बिल्डिङहरू छ। भाउजू चाहिँ फेरि के बोकेर आएको पनि, छिराउनु के हो त्यो साग के सोधिबसेको। रोड आइपुग्नु आँटे। हेर्नुहोस् है साथीहरू, हेर्नुहोस् है गाइस, मेरो गाउँ चाहिँ यस्तो छ है, तपाईँहरूलाई देखाइदिएको है। मेरो गाउँ चाहिँ एकदम नाइस नाइस छ, दामी छ मेरो गाउँ चाहिँ। यहाँबाट चाहिँ फेरि भ्यू पोइन्टहरू सबै देख्छ है। पर साथी त्यो यो माङ्गिम कहिले बनाउँछ होला है, कहिले सक्सेसफुल हुन्छ होला है भाउजू? ए हो होइन होला हौ, त्यो मन्दिर बन्ने भने त है हाम्रो गाउँ पनि फेरि डेभलप एकदम है। अब चाहिँ साथीहरू हेर्नुहोस् है, म चाहिँ रोड आइपुग्नु आँटेँ। यस्तो हिँड्नुपर्छ 2 किलोमिटर मेरो घरबाट। अब चाहिँ रोड आइपुग्यो, रोड आइपुग्यो। मेरो स्कुटी चाहिँ यहाँनिर छ है। यो सबै मेरो भाइहरूको घर हो। भाइ माथि दाजुको, यता फुपाजुको। मेरो गाउँ चाहिँ यस्तो छ है। लाइक गरिदिनुहोस् है, कसले हेर्नुहुन्छ।